हजुरले नमस्ते सम्पूर्णमा र साथीहरु फिलहाल चाहिँ म अहिले जादै छु मेरो एकजना साथीलाई भेट्नुको लागि र हजुरहरुलाई त थाहा नै छ हैन अहिले फिलहाल चाहिँ म छु मेघालयको इस्ट जेन्टे हिल डिस्ट्रिक्टको लाटुमबाई भन्ने जग्गामा र अहिले चाहिँ म जादै छु मेरो साथीलाई भेट्नुको लागि आको 2 दिन भइसक्यो तर म मेरो साथीलाई भेट्नु जानु पाएको छैन के गर्ने त्यस्तै काम परिरहेछ यताउति हिँड्नु परेर म चाहिँ भेट्नु जानु पाएको थिएन अहिले पनि हामी अर्कै जग्गाको लागि निक्लेको थिए तर उता जाने अलिकति एकछिन ढिलो हुनुले गर्दाखेरि चाहिँ म अहिले साथीलाई भेट्नु आएको छु वर्षाको अलिकति तबियत खराब भएर उ चाहिँ रेस्ट गरिरहेको छ अहिले तर त्यसै बीचमा चाहिँ म एकछिन साथीलाई भेटेर आउँछु भनेर जाँदै छु के गर्ने अलिकति त्यस्तै कामले आएको हुनाले गर्दाखेरि साथीहरुलाई पनि मजाले भेट्नु पाएको छैन मैले चाहिँ अहिले फिलहाल चाहिँ म जाँदै छु र यो चाहिँ हो मेरो साथीको घर जाने रास्ता हेर्नुस् न शान्त कस्तो राम्रो छ यहाँ चाहिँ पिछाडी आउँदै रहेछ इनुले मलाई ठग्यो हैन म चाहिँ त्यहाँ दोकानमा पसेको थिए एकछिन इनु चाहिँ मैले चाहिँ सोचे इनरहरु अगाडि गइसक्यो होला भनेर फोन पनि गरे थिए हामी त पुगिसके भनेर भन्दै थियो तर इनुले मलाई चाहिँ ठगेको रहेछ खतरा उल्लु बनायो हामी चाहिँ 3 जना आएको छु अहिले मेरो साथीलाई भेट्नु लागि अब चाहिँ हामी पुग्नु लागिसकेको छु घर पुगेर हजुरहरुलाई पनि भेटाउने छु म कुन चाहिँ साथीलाई हजुरहरुले अगर मेरो पहिलादेखि नै भिडियो हेर्नुहुन्छ भने चाहिँ थाहा छ हजुरहरुलाई के को चिन्नुहुन्छ हजुरहरुले र यहाँ चाहिँ हेर्नु अहिले चाहिँ यो नयाँ के ग्रीन हाउस बनाएको रहेछ थाहा छैन के लगाएको छ यहाँ चाहिँ यस्तो खेतहरु पनि छ के भोलि पर्सि टाइम भएपछि चाहिँ यहाँ धान रोप्छ राम्रो देख्छ झन् ग्रीनरी देख्छ मेरो साथी चाहिँ उतै बिल्डिङमा बस्छ नि त अहिले चाहिँ म जाँदै छु भन्नु चाहिँ मैले कसैलाई पनि भनेको छैन है म आउँदै छु भनेर मेरो भिडियोजहरु देखेर थाहा पायो भने चाहिँ अलग कुरा हो तर मैले पहिले चाहिँ उनीहरुलाई इन्फर्म गरेको थिएन किनकि त्यस्तै कामले गर्दाखेरि गर्नै पाएन मैले हामी यहाँ नभनी आउनु अरे अनि उ चाहिँ घरमै नहुनु अरे यत्रो ताला झुन्डिरहेको हुनु अरे मजा आउँथ्यो है ल हामी चाहिँ पुगिसकेको छु अहिले चाहिँ हेरौँ है छ कि छैन घरमा खै ढोका त बन्द छ दरवाजा बन्द छ छ टिभी चलिरहेछ टिभी चलिरहेछ खोइ ढोकै खोल्दैन त खोइ आमा कस्तो छ नानी हाई भन्नु न मेरो साथीको डरै आएको मर्छ होला भनेर डरै आएको थिएँ उ चाहिँ मेरो साथी आउनु है साथीहरु कस्तो छ सबै डरै आएको छोरी देखौ नि मैले तिमीलाई भनेको नि ऊ त्योसँग रिसाउ है मसँग नरिसाउ क्यामेराम्यान चाहिँ मेरो साथी सानी मायालु ए ल हाती दुखो मेरो यहाँ धेरै खुसी छु साथीलाई भेटेर सरिताको कमी महसुस हुँदैछ साच्चै हिजो चाहिँ मन दुखिरहेको थियो कि उसको छुट्टी थियो मलाई थाहा थियो थाहा त पक्कै पायो होला थाहा त पक्कै पायो होला ए छोरीले त नाक पनि छेडेछ त ल हुन्छ एकछिन अब चाहिँ हामी इन्जोय कुराकानी गर्नेछु अब चाहिँ हामी निक्लिने टाइम भइसकेको छ धेरै बसे खुसी लाग्यो रमाइलो भयो उन्नतिलाई चाहिँ म यही छोडेर जाँदैछु उसको साथीसँग बस्छ आज दिनभरि शाममा फेरि आउँछ उतैतिर लाटुमबाईतिर अहिले चाहिँ हामी छु मुखेप भन्छ नि यसलाई के भन्छ मुखु भन्ने जग्गामा छु यहाँ चाहिँ मेरो साथी अघि नै पनि देखाए हैन अनि उन्नतिलाई चाहिँ म यही छोडेर जाँदैछु दिनभरि बस्छ गरे उस साथीसँग अनि शाममा आउँछ उनीहरु लाटुमबाई अहिले चाहिँ हामी अर्को जग्गा जानुपर्ने काम छ त्यही भएर यहाँबाट निक्लिँदैछौँ हामी चल अब निक्लिने हो के गर्ने हो र नदुखाऊ है खाले के गरेको मैले के खेल्छ पो होला भनेको त के गरेको आज त्यो मजा आयो
झट्काइदिए यार दुख्यो त अनि आऊ जानु यो बाहिरसम्म आऊ आफूलाई त गर्नु दिन्न हामी जाँदैछौँ अब यो बिल्डिङमा आथ्यौ यहाँ हेर्नुहोस् न साथीहरू के फलेको रहेछ चिन्नुहुन्छ हजुरहरूले यसलाई छेउमा देखिएछ दुई तीनटा टिपेर गरौँ न यहाँ अझै फलेको रहेछ है यस्तो चाहिँ हामीले सानो सानोमा जङ्गलमा खुब खान्थ्यौँ कि हामीले चाहिँ यसलाई ऐसेलु भन्छु मेन ऐसेलु त यो होइन यसलाई चाहिँ हामीले भालु ऐसेलु भन्थ्यौँ कि रे थाहा छैन हजुरहरूले चाहिँ के भन्नुहुन्छ अझै अर्को हुन्छ ओरेन्ज कलरको त्यो पनि दामी मिठो हुन्छ यो चाहिँ बेरिजको फ्यामिलीबाट बिलङ गर्छ होला सायद के बेरी भन्छ थाहा छैन यस्तो हुन्छ है चिन्नुभएको छ होला मिठो हुन्छ खानुलाई खानुभएको छ को कोले खानुभएको छ भनिदिनुहोस् है खट्टो खट्टो छ पानी परेछ नि त पानी नपरेको भए चाहिँ गुलियो हुन्छ अब चाहिँ हामी जाँदैछु साथीको घरबाट निक्लेर अब कता कता जानुपर्ने छ कामले त्यही भएर धेरै धेरै टाइम स्पेन्ड पनि गर्नु पाएन एकछिन चाहिँ बसेँ एकछिन भेट्नु एकछिन पछि चाहिँ फेरि भेट्नेछौँ हामी होइन तिमी आउँछौ नि त उता सरिताको चाहिँ खुब याद आउँदैछ लास्ट टाइम हामी आउँदाखेरि उसको घरमै 3-4 जना भएमा पुरा बिस्तारो लगाएर टनन्नै सुतेको थिएँ रातभरि कुरा गर्दै मजा खान्छौ हामी भन्दा नि उत्तर दिएन दिन्छु के हामी भन्दा नि अझै केटाकेटी 3 बजीसम्म गाली गरेर सुताएको मजा आएको थियो नि फेरि कहिले आउला त्यो दिन सरिता तिमी आयौ भने फेरि हामी म आउँछु तपाईँ तिमीहरू नै उता आउनु अन्त सँगै बस्नुपर्छ त्यसरी नै कस्तो दामी हेर्नुहोस् न साथीहरू यहाँ के दामी बोगनभेली हेर्नु त कस्तो मिठो कलर दामी छ हामी चाहिँ अब एउटा फोटो खिच्छु यहाँ के नभन्ने मेरो साथीले ल्याइदिएको चुरा कस्तो राम्रो देखेछ हो के नभन्ने लचाइ भन्दैछ है उसले चाहिँ सानो धेरै ठुलो त केही ल्याइदिनु सक्दैन हेर्नु साथीहरू चुडी ल्याइदिएको थिएँ तर सच्चीमा पनि राम्रो देखेछ उसको हातमा लगाएर है ल चल अब हाम्रो छुट्टिने बेला भयो अब यहाँबाट चाहिँ ट्याक्सी लिएर हामी चाहिँ जान्छौँ अगाडि म गाडीमा बाई बाई तिमीलाई चढाएर जान्छौँ ठिकै छ केही छैन एकछिन पछि त फेरि भेट्छु त हो मेरो छोरी ल्याइदिन्न छोरी ल्याइदिन्न एक दिन राख्दा नि हुन्छ छुट्टी सायद छोडिदिऊ चल है अहिलेको लागि एकछिन पछि भेटौँला ब्रेक के बाद हामी चाहिँ ब्रेक के बाद भेट्नेछौँ खै त भनेको बेलामा ट्याक्सी पनि नआउने रोक्नेहरू आफै रोक्छ ल त साथीभाइ बाई बाई अगाडि बस सानी माइलु